हाई कोन्निचिवा मिनासान नमस्ते साथीहरू। आजसम्मको भिडियोमा चाहिँ हामीले लेसन 1 टु लेसन 12 सम्मको मिनिङहरू अलरेडी कम्प्लिट गरिसकेका छौँ। आजको भिडियोमा हामी लेसन 13 को मिनिङ लिएर तपाईहरुको माझमा आएका छौँ। सो भिडियोलाई ढिला नगरी स्टार्ट गरौँ। फर्स्टमा चाहिँ आसो बिमास रहेको छ। आसो बिमास भनेको चाहिँ रमाइलो गर्छु अथवा घुम्छु अथवा डुल्छुलाई चाहिँ आसो बिमास भनिन्छ। त्यसै ओयोगिमास रहेको छ। ओयोगिमास भनेको चाहिँ पौडिन्छु, पौडिन्छुलाई चाहिँ ओयोगिमास भनिन्छ। त्यसपछि मुखाइमास रहेको छ। मुखाइमास भनेको चाहिँ लिन जान्छु, लिन जान्छु भन्नु पर्दाखेरि चाहिँ मुखाइमास भनिन्छ। त्यसै दासीमास रहेको छ। दासीमास भनेको चाहिँ पठाउँछु अथवा बुझाउँछु, पठाउँछु अथवा बुझाउँछु भन्नु पर्दाखेरि दासीमास भन्ने गरिन्छ। त्यसै हायरीमास रहेको छ। हायरीमास भनेको चाहिँ पस्छु, भित्र पस्छु अथवा इन्टर भनिन्छ के, त्यसलाई चाहिँ हायरीमास भनिन्छ। त्यस्तै देमास रहेको छ। देमास भनेको चाहिँ बाहिर निस्किन्छु, बाहिर निस्किन्छु भन्नु पर्दाखेरि जापानिजमा देमास भनिन्छ। त्यस्तै केकोन्सिमास रहेको छ। केकोन्सिमास भनेको चाहिँ विवाह गर्छु, विवाह गर्छुलाई चाहिँ केकोन्सिमास भनिन्छ। त्यसपछि खाइमोनोसिमास रहेको छ। खाइमोनोसिमास भनेको चाहिँ किनमेल गर्छु, किनमेल गर्छुलाई चाहिँ खाइमोनोसिमास भनिन्छ। त्यसपछि सेउकुजी सिमास रहेको छ। सेउकुजी सिमास भनेको चाहिँ भोजन गर्छु, भोजन गर्छुलाई चाहिँ सेउकुजी सिमास भनिन्छ। त्यस्तै सान्पो सिमास रहेको छ। सान्पो सिमास भनेको चाहिँ वाक गर्छु अथवा हिँड्छुलाई चाहिँ सान्पो सिमास भनिन्छ। त्यस्तै ताइएन रहेको छ। ताइएन भनेको चाहिँ गाह्रो, ताइएन भनेको चाहिँ गाह्रो। त्यसपछि होसी रहेको छ। होसी भनेको चाहिँ चाहन्छु, चाहन्छु भन्नु पर्दाखेरि जापानिजमा होसी भनिन्छ। त्यस्तै साबिसी रहेको छ। साबिसी भनेको चाहिँ एक्लो अथवा लोन्ली, एक्लो लोन्ली भन्नु पर्दाखेरि साबिसी भनिन्छ। त्यस्तै हिरोइ रहेको छ। हिरोइ भनेको चाहिँ फराकिलो, हिरोइ भनेको चाहिँ फराकिलो। त्यसपछि सेमाई रहेको छ। सेमाई भनेको चाहिँ साँगुरो, साँगुरो भन्नु पर्दाखेरि जापानिजमा सेमाई भनिन्छ। त्यस्तै स्याकुस्यो रहेको छ। स्याकुस्यो भनेको चाहिँ नगरपालिका अफिस अथवा ओडा अफिसलाई चाहिँ स्याकुस्यो भनिन्छ। त्यस्तै पुरु रहेको छ। पुरु भनेको चाहिँ स्विमिङ पुल, स्विमिङ पुललाई चाहिँ पुरु भनिन्छ। त्यसपछि खावा रहेको छ। खावा भनेको चाहिँ खोला, खावा भनेको चाहिँ खोला। त्यसपछि केजाई रहेको छ। केजाई भनेको चाहिँ इकोनोमी अथवा अर्थशास्त्र के, सो यसलाई चाहिँ केजाई भनिन्छ। त्यस्तै बिज्युचु रहेको छ। बिज्युचु भनेको चाहिँ आर्ट, आर्टको स्टडी गर्नुलाई चाहिँ बिज्युचु भनिन्छ। त्यस्तै चुरी रहेको छ। चुरी भनेको चाहिँ माछा मार्छु अथवा फिसिङ के, फिसिङलाई चाहिँ चुरी भनिन्छ। त्यस्तै सुकी रहेको छ। सुकी भनेको चाहिँ स्केटिङ, स्केटिङलाई चाहिँ सुकी भनिन्छ। त्यस्तै खाइगी रहेको छ। खाइगी भनेको चाहिँ मिटिङ अथवा बैठकलाई चाहिँ खाइगी भनिन्छ। त्यसपछि तौरोकु रहेको छ। तौरोकु भनेको चाहिँ रजिस्ट्रेसन, दर्ता के, तौरोकु भनेको चाहिँ रजिस्ट्रेसन। त्यस्तै सिउमाचु रहेको छ। सिउमाचु भनेको चाहिँ हप्तान्त, हप्तान्त भनेको चाहिँ सिउमाचु। त्यसै गोरो रहेको छ। गोरो भनेको चाहिँ बजेतिर लगभग भन्ने हुन्छ कि, गोरो भनेको चाहिँ बजेतिर अथवा लगभग। त्यसपछि नानीका रहेको छ। नानीका भनेको चाहिँ केही चिज, नानीका भनेको चाहिँ केही चिज। त्यसै दोकोगा रहेको छ। दोकोगा भनेको चाहिँ कतै, दोकोगा भनेको चाहिँ कतै। त्यस्तै ओनाकागा सुकिमा सीता रहेको छ। ओनाकागा सुकिमा सीता भनेको चाहिँ भोग लाग्यो, भोग लाग्यो भन्नु पर्दाखेरि जापानिजमा ओनाकागा सुकिमा सीता भनिन्छ। त्यसै ओनाकागा इप्पाई देश रहेको छ। ओनाकागा इप्पाई देश भनेको चाहिँ आई एम फुल, आई एम फुल भन्नु पर्दाखेरि ओनाकागा इप्पाई देश भनिन्छ। त्यस्तै नोदोगा खावकी मासिता रहेको छ। नोदोगा खावकी मासिता भनेको चाहिँ मलाई तिर्खा लाग्यो भन्नु पर्दाखेरि नोदोगा खावकी मासिता भनिन्छ। त्यस्तै सौसिमास्यो रहेको छ। सौसिमास्यो भनेको चाहिँ त्यसै गरौँ, त्यसै गरौँ भन्नु पर्दाखेरि सौसिमास्यो भनिन्छ। त्यस्तै गोचु मनुवा रहेको छ। गोचु मनुवा भनेको चाहिँ के लिनुहुन्छ, अर्थात् मे आई टेक युर अर्डर भनेर भन्दाखेरि चाहिँ सो गोचु मनुवा भनिन्छ। त्यसपछि त्यही सेउकु रहेको छ। त्यही सेउकु भनेको चाहिँ खाना सेट, खाना सेटलाई चाहिँ त्यही सेउकु भनिन्छ। त्यसपछि ग्युदन रहेको छ। ग्युदन भनेको चाहिँ गाईको मासु राखिएको भात हो के, गाईको मासु राखिएको भातलाई चाहिँ ग्युदन भनिन्छ। त्यस्तै सेउसेउ ओमाची कुदासाई रहेको छ। सेउसेउ ओमाची कुदासाई भनेको चाहिँ वेट गर्नुहोस्, पर्खिनुहोस् भन्नु पर्दाखेरि सेउसेउ ओमाची कुदासाई भनिन्छ। ओके, सो त्यसपछि बेचु बेचुनी रहेको छ। बेचु बेचुनी भनेको चाहिँ छुट्टा छुट्टै, छुट्टा छुट्टै भन्दाखेरि बेचु बेचुनी भन्ने गरिन्छ। ओके,
सो साथीहरू लेसन 13 को मिनिङहरू यति नै छ लगभग। तपाईँलाई चाहिँ कस्तो लाग्यो त भिडियो? कृपया भिडियो मन परेमा चाहिँ हजुरले लाइक कमेन्ट अनि युट्युब च्यानल सब्सक्राइब गर्न नबिर्सनु होला। सो भेट्नेछौँ अर्को भिडियोमा। तबसम्मका लागि बाई बाई।